एउटा अप्रिल अनि एउटा चाहिँ 150 हुन्छ होला गाइज है। 150 तल बाटो भेटिन्छ, जाउँ जाने होइन। हाम्रो एउटा 150 यहीँ छ गाइज। ल के त केटा हो, यही जङ्गलमाथि जाने गाइज हामी चाहिँ है। यही जङ्गलमाथि हो होइन, ट्याक्क लगाएर काफल खानलाई। यहाँ चाहिँ काफल डेन्जर पाउँछ केटाहरूले भन्नुभएको थियो होइन, त्यही भएर हामी चाहिँ खासमा काफल खान जानु गाइज है। यही जङ्गलमाथि है, ससुरै हान्नु पऱ्यो गाइज। ड्यामका ड्याम हान्नु पऱ्यो है। हाम्रो 4वटा बाइक छ, 4वटा बाइक छ गाइज है। 4वटा बाइकमा 4वटा बाइक छ है। अब हामी चाहिँ धुल्खेतिर लागेको है। त्यो तलतिर गयो भने 5 खाल रबियोपी अनिकोट पुगिन्छ गाइज है। हामी अब रबियोपी अनिकोट नगइकन हामी चाहिँ कहाँ जाँदैछौँ भने गोसोथान जाँदैछौँ है। भाइलाई गाब्ने सम्झिहरू यतातिर छ होला, डाँडातिर होला नि, यतातिर छ र। हामी चाहिँ अब ठ्याक्क है यहाँ काफल खाने लोकेसनमा आइपुगेका छौँ है। हाम्रो प्रकाश सर पनि चढ्नलाई तयार भइसक्नु छ है गाइज। ल दिनु काप्ने सक्ने डान्स, दिनु काप्ने सक्नेको डान्स है। डान्स डेन्जर छ ल। ल सर उहाँ त डेन्जर सर, उहाँ चाहिँ हाम्रो प्रकाश सर भाइरल मेरो बाइकमा पस्ने उहाँ प्रायः है, प्रायः उमेश सर उहाँ चाहिँ हाम्रो साउ। उता चाहिँ होला होला जस्तो भइरहेछ है। उता चाहिँ भयो भयो, अब यता भएन ल, यता भएन, बिचो बनाइदियो ल, टेन्सन भयो। अब यता तेल चुइने हो के भयो। ल मेरो चढ्यो ल। 24, 25, 26, 27, 28, 29 हो कि 30 ल गाइज है। गाइज भन्नु पऱ्यो है कमेन्टमा ल, को गोप्रो चलाउनुहुन्छ तपाईँहरूले होइन, यो ओरिजिनल हो कि डुप्लिकेट हो होइन, ट्याक्क लगाएर भन्नु पऱ्यो गाइज। मलाई चाहिँ यस्तो दिनुभएको छ है गोप्रो है, टुबेलको है, टुबेलको। ल हेर्नुहोस् है काफलै यहीँबाट सर्लक्क लगाएर होइन पार्क रहेछ यहाँ। कुट्टु 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 खाइसकेको होइन, हामी चाहिँ यतिर छौँ। दुश्मनको गाइस हामी चाहिँ अब जान लागेको। ल केटाले बाइक निकालिसक्यो। म अलि जान सक्दैन हेर्नु है, हेर्नुहोस् है। ल गाइस फाइनली झरे कुदा। ल सो अलराइट गाइज है, वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला गाइज, म पनि सन्चै छु है। आज चाहिँ हामी जाँदैछौँ गोसेथानमा काफल खानलाई है गाइज। आज चाहिँ 3टा बाइक छ गाइज, एउटा 220, एउटा अप्रिल अनि एउटा चाहिँ 150 हुन्छ होला गाइज है। 150 तल बाटो भेटिन्छ, जाउँ जाने होइन। ल हाम्रो बाइकहरू उहाँ है, राइडरहरू उहाँ एकजना उहाँ राइडर हुनुहुन्छ, अर्को चाहिँ त्यहाँ हुनुहुन्छ है गाइज है। 2जना, यो 220 अनि मेरो एउटा 220 भइहाल्यो है। ल ल निजी ल गयो। ल गाइज हामी चाहिँ जान लागेको गोसाइथान घुम्नलाई हो क्या न गाइज। हामी गोसाइथान होइन त काफल खानलाई। ल सो गाइज मेरो चाहिँ होइन युट्युबमा 1K पुग्न चाहिँ अब धेरै बाँकी छैन भन्दा पनि धेरै बाँकी छ है। भन्दा भर्खर स्टार्टिङ गरेको है। तर पनि जस छुट्टै समयमा नि यति धेरै तपाईँहरूलाई माया गरेर होइन पुरै 100 कति 18 हो कि 19 कति पुगेको थियो गाइज है अहिलेसम्ममा। त्यति पुगेको छ सब्सक्राइबर है। अनि चाहिँ 1K पुऱ्याउनु पऱ्यो है गाइज है। गाइज है प्लिज है युट्युबमा चाहिँ सब्सक्राइब गरिदिनु होला है।
टिकटकमा फलो गरिदिनु होला है, माया देखाइदिनु होला सबले है। अनि यस्तै माया देखाउनु भयो गाइज है। म चाहिँ अनि फेरि तपाईँहरूलाई चाहिँ पुरै नयाँ नयाँ ठाउँको भ्लगर ल्याउने छु है, नयाँ नयाँ ठाउँको है। अनि यस्तै ठाउँहरूको यस्तो जस ठाउँहरू चिनाउने छु। कतिजनालाई थाहा हुन्न नि त, कोही कतिजनालाई त अब जस भिडियो हेरेर मात्रै थाहा हुन्छ त, ओहो यहाँको यो ठाउँ भनेर, यहाँको यो ठाउँ यहाँको भनेर थाहा हुन्छ नि त गाइस, त्यही भएर हो अनि हो। अब हाम्रो केटाहरू यहाँ छ, ओ हाम्रो एउटा 150 यहाँ छ गाइस। ल के त केटा हो, ल जाउँ अगाडि अगाडि जाउँ। ल काफल खान गाइस है, हामी चाहिँ काफल खान जान लाग्यो। काफल खान ब्रा एकजना उहाँ हुनुहुन्छ, एकजना यता हो, एकजना के झोला लगाइस। 3टा बाइक छ है। ल गाइस हामी चाहिँ घोकेचर डाँडामा आइपुगेँ। घोकेचर यस रमाइलो भइरहेछ है अहिलेसम्म चाहिँ। होइन फुल गर्नु पऱ्यो यार। के छ हौ? हेलो सर, के छ छन्, के छ हौ? जोस काफल खानुपर्छ, काफल काफल। काफल खाने गाई चाहिँ काफल चाहिँ भेट्ने गएन, भेट्ने हो कि होइन है। गाडी नि कति जाम हो, आमामा। रमाइलो भएर चाहिँ गाई चाहिँ रमाइलो भएर चाहिँ हामी चाहिँ अब जान लागेका छौँ आज है यता गोसाइथान। गाई चाहिँ प्लिज भिडियो हेरेर होइन पुरै लाइक कमेन्ट गर्नु होला है। 1 सब्सक्राइबर पुऱ्याइदिनु होला। अब जस माया देखाउनु भयो भने नयाँ नयाँ ठाउँको है आउँछ है गाई, नयाँ नयाँ ठाउँको भिडियो आउँछ, नयाँ नयाँ ठाउँको है गइन्छ केटाहरूसँग होइन, साथी भाइन्छ है। अनि तपाईँहरूले जति माया इन्जोय पाउनुहुन्छ होइन, त्यति नै हामीलाई पनि हौसला बढ्छ नि त। ओहो यस्तो गर्दाखेरि ओहो भ्युज आउँदो रहेछ है। अनि अब चाहिँ अब के अरे नयाँ अब टिकटक बनाउनु पऱ्यो, नयाँ भिडियो बनाउनु पऱ्यो होइन, अर्को ठाउँमा जानु पऱ्यो भन्ने जस्तो झन् उत्साह हुन्छ क्या गाई चाहिँ। त्यही भएर है प्लिज जति पनि जनाले भिडियो हेर्नुहुन्छ सबले है सब्सक्राइब गर्नु होला प्लिज, फलो टिकटकमा फलो गर्नु होला। यो बसले लास्ट धुलो फाला क्या ल्याङ गर्छ यार गाई चाहिँ। अस्टै धुलो फाला क्या गाई चाहिँ यार। ल यहाँ अझ जात्रा सकिँदा लागिसक्यो, त्यही पनि यहाँ सामान हेर्दो रहेछ। खासमा जात्रा यतैबाट लाग्यो है गाई हिजो धुली यहाँ चण्डेश्वरी मन्दिरबाट। यहाँ आज बिहे रहेछ ल लक्ष्मी पार्टी प्यालेसमा। आलु आयो स्कुटरमा आलु। ल 150 गयो गाइस अगाडि, 220 यो फेरि हाम्रो होइन है, फेरि केटाहरूको होइन अर्कै छुट्टै हो। 220 यहाँ आउँदैछ हाम्रो गाइस केटाहरूको। एउटा स्कुटर आउँदैछ एउटा।
यही जङ्गलमाथि जाने गाइज हामी चाहिँ है यही जङ्गलमाथि हो होइन ट्याक्क लगाएर काफल खानलाई त्यहाँ चाहिँ काफल डेन्जर पाउँछ केटाहरूले भन्नुभएको थियो होइन त्यही भएर हामी चाहिँ खासमा काफल खान जान लगाएछ है यही जङ्गलमाथि है ट्याक्क लगाएर काफल खानलाई रिसोर्टै हो रिसोर्ट पनि छ यहाँ गाइज यही हो रिसोर्ट है बवाल रिसोर्ट छ तर म चाहिँ यत्रो जन्मेदेखि हुर्केदेखि यही बाटो हिँडेँ है त्यस यहाँ कति वर्ष भयो बनेको होइन तर मैले एकचोटि छिरेको छैन गाइज यहाँ चाहिँ गाइज तपाईँहरूले होइन यो मेरो युट्युब च्यानललाई भ्लगरहरूलाई होइन माया गर्नुभयो भने म चाहिँ प्लिज है अर्को भिडियोहरू पनि बनाउनु बाध्य हुनेछु है भिडियो पनि बनाउने पनि छु नबनाउने होइन है भिडियो जसरी बनाउने छु गाइज है अनि प्लिज है यो भिडियो हेरेर चाहिँ तपाईँहरूले क्या मलाई चाहिँ हौसला गरिदिनु पऱ्यो है यस अर्को यस्तै भिडियोहरू बनाउन जस हौसला मिलोस् भन्ने म चाहन्छु कि गाइज है त्यही भएर जतिजनासँग पनि यो भिडियो आउँछ गाइज है सबले सब्सक्राइब गर्नु होला माया गर्नु होला है हामीले फेरि काभ्रेलतिरबाट होइन त्यहाँदेखि काभ्रेले चाहिँ विशेष माया गर्नुपर्छ गाइज है काभ्रेल सम्झ्यो भने काभ्रेलै हुन्छ नि यार छुट्टै हुन्छ नि यार गाइज यार काभ्रेल सम्धिको खोइ काभ्रेल सम्धिहरू भन्ने मात्र हो कि खोइ के यार सब्सक्राइब गर्ने हो यार तर सब्सक्राइब हान्नु पऱ्यो गाइज ड्याम का हान्नु पऱ्यो है हाम्रो 4वटा बाइक छ गाइज है 4वटा बाइकमा 4वटा बाइक छ है अब हामी चाहिँ धुल्खेतिर लागेको है त्यो तलतिर गयो भने 5 खाल रबियोपी अनिकोट पुगिन्छ गाइज है हामी अब रबियोपी अनिकोट नगइकन हामी चाहिँ कहाँ जाँदैछौँ भने गोसथान जाँदैछौँ है त्यतातिर चाहिँ जङ्गलमा चाहिँ बब्बाल काफल पाउँछ अरे गाइज है त्यही भएर जाँदैछौँ है बब्बाल काफल पाउँछ अरे काफल कस्तो आँखामा घुसाउनु पऱ्यो फेरि आँखामा घुसाउन ल्याम्मै पऱ्यो गाइज यार मासाले त भिडियो बनाऊ है भिडियो बना खोइ लाउँछ यार यस्तो उडेर लगाइछ अब यहाँ जात्रा हुँदैछ जात्रा अब कति 1 महिना 2 महिना हुन्छ असार साउनमा होइन गोसेथान जात्रा हुने बेला हुन्छ यहाँ त्यतिर छटमा पसल पानी पछि बसेर छ होइन त्यतातिर बब्बाल रमाइलो हुन्छ यहाँ गोसेथानमा पुरै जात्रा हुन्छ नि गाइज फेरि ए झन् ठोकेको यार हेलो सर केटाहरू राइरहेको छ यार हेलो ल गाइज अब चाहिँ हामी फाइनली जङ्गल त आइपुगिसकेका छौँ है अब जङ्गल चाहिँ आए पनि हामी यहाँ अब काफल खोज्नुपर्ने हुन्छ खोइ त काफल कतातिर पाइन्छ यार काफलै सकिसक्यो जस्तो छ वनतिर खोइ गाइज काफल सकिसक्यो जस्तो छ है खासमा काफल खाने भन्ने आएको गाइज खै काफलै छैन जस्तो छ बिस्तारै लिनुपर्छ बिस्तारै क्रस फायर होइन अब बिस्तारै लिनुपर्छ एकैचोटि लिएर भएन नि त उहाँहरू भाइरल काभ्रेल सम्झ्यो है गाइज है भाइरल काभ्रेल सम्झ्योहरू यतातिर छ होला त डाँडातिर होला नि यतातिर छ र ल जाने भयो जाउँ त जतातिर यतातिर तलतिर जाने भयो गाइज काफल खानालाई है ट्याक्क लाएर को ए अर्को आउँदैछन् ल हामी चाहिँ ठ्याक्क लोकेसनमा आइपुगेछौँ है ट्याक्क काफल खाने ठाउँमा काफल चाहिँ भेटिन्न यार त्यही त काफलको सिजन छ अहिले है ल गाइज हामी चाहिँ अब ठ्याक्क है यहाँ काफल खाने लोकेसनमा आइपुगेका छौँ है
नयाँ भाइरल भएर सिङ्गर गर्न जाउँ आइसकेको